ल, अहिले धमला पोडकास्टको फ्रेममा हुनुहुन्छ। विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका माओवादीका उम्मेदवार हुनुहुन्छ दिलबहादुर वास्तोला नरेन्द्र। दमदार व्यक्तित्वहरू उम्मेदवारी दिएको ठाउँमा तपाईँ नडराई नडगमगाई उम्मेदवार दिइरहनु भएको छ। तपाईँ सुविवेक तरिकाले दिँदै हुनुहुन्छ कि तपाईँलाई कसरी परिचालन गरेछ? तपाईँको म स्वाभाविक तरिकाले उम्मेदवार दिएको हो। हामीले डराउनु पर्ने स्थिति पनि छैन। हाम्रो पार्टी भनेको भ्रष्टाचारको विरुद्धमा लडेको पार्टी होइन, हजुर विदेशीको दाना पानी नखाएको पार्टी। हजुर जनताको सामुन्ने जाँदाखेरि हजुर बरु अरू पार्टीले डराउनु पर्ला, हजुर हाम्रो पार्टीले डराउनु पर्ने केही आवश्यक छैन। अब यहाँ हर्क साङपाङ सरिन होइन एमालेको लाल किल्ला भएको ठाउँ हो यो होइन। तपाईँले जित्नुहुन्छ त चुनाव, मतदान रोजमा गर्ला नि त जनताले? गर्नुहुन्छ। कसरी? तपाईँको अब हाम्रो पार्टी भनेको राष्ट्रियता होइन, स्वाधीनताको लागि हाम्रो नेपाल कम्युनिस्ट पार्टी माओवादी विप्लवले नेतृत्व गर्नु भएको हाम्रो गौरवशाली पार्टी हजुर भ्रष्टाचारको विरुद्धमा राष्ट्रियताको बारेमा हजुर एमसिसी गर्नु हुँदैन होइन, यो राष्ट्रघात छ हजुर भनेर 4-5 वर्ष अगाडिदेखि त्यो आवाज उठाउनु भएको हजुर पार्टी हो। हजुर त्यो कारणले हामीलाई हजुर हाम्रो पार्टीलाई यसपालि जनताले रुचाउनुहुन्छ र मत अरूलाई नदिएर हामीलाई दिनुहुन्छ भन्ने विश्वास छ। तपाईँले चुनाव जित्नुहुन्छ त सुनसरीमा? जितिन्छ। कसरी? तपाईँको मेन प्रतिस्पर्धी को हो? हाम्रो प्रतिस्पर्धा मैले त देखेकै छैन। जनताले बुझ्नुभयो भने होइन, यदि सत्ता तरिकाले म जस्तै निष्ठावान तरिकाले होइन, पैसाले नपेली जनतालाई नकिनी उठे भने म डबलले जित्छु हाम्रो पार्टीले। भनेपछि तपाईँले भन्न खोज्नुभएको चाहिँ अरू उम्मेदवारले चाहिँ नागरिकको मन जितेका होइन पैसाले पैसाले यो पहिलेदेखि नै त्यस्तै भएको छ, अहिले पनि त्यस्तै खोज्नु भइरहेछ होइन। हामी जस्तै तरिकाले हो भने डबलले जित्ने हुन्छ हाम्रो पार्टीलाई चाहिँ। त्यसरी जनताले ठाउँ ठाउँमा जाँदा मुन पराउनु भएको छ। जस्तै तपाईँ मतदातासँग जाँदा मतदाताले तपाईँलाई के भनिरहनु भएको छ? भोट दिन्छु भन्नुहुन्छ? मतदाताले जहाँ जाँदा पनि होइन, तपाईँहरूको पार्टी राष्ट्र र राष्ट्रियताको बारेमा होइन, हामी तपाईँहरूको नेतृत्व हाम्रो लागि राम्रो नै होइन लाग्छ। मत तपाईँहरूलाई हामी नयाँ हो यसपालि होइन, एमसिसीको विरुद्धमा लड्नुभयो, एनसिएलको विरुद्धमा लड्नुभयो होइन। अब भ्रष्टाचार गर्नेलाई कालो मोसोला कुनै लोकमान सिंह जस्ता कार्कीलाई होइन, कालो मोसो नि भ्रष्टाचारको विरुद्धमा लडेको पार्टी हो होइन। तपाईँहरू यो देशको आवश्यक छ होइन, तपाईँहरूको पार्टी तपाईँहरूको नेतृत्व भनेर जहाँ जाँदा पनि जनताले त्यही हामी सुनिन्छ। हामी विश्वासको साथ प्रतिस्पर्धामा हामी यसपालि तपाईँको कसैले चलखेल नगरी पैसाले नकिनी जनताले पनि पैसाले किनेर पनि बुझ्नुभयो भने हामीलाई मत दिनुहुन्छ, जित्ने सम्भावना। नागरिकलाई सोच्छ छोड्यो, पैसामा किनेन भने नगेन्द्रले चुनाव जित्छन्। हजुर, ढुक्क हुँदा हुन्छ। तपाईँले कहाँ कहाँ जानुभयो मत माग्दै? सुनसरीको कुन कुन ठाउँमा? तपाईँको अब हाम्रो पार्टी एउटा होइन, राष्ट्र र राष्ट्रियताको बारेमा पनि अरू पार्टी भन्दा अरू पार्टीलाई म कुनै दोस्ने र उहाँहरूले अब राम्रो काम गरेकोमा समान छ होइन, नराम्रो काम गरेकोमा हाम्रो पार्टीले प्रश्न उठाउँछ होइन। त्यति हो। उहाँहरूले नराम्रो गर्नुहुन्छ त उहाँहरू बिलाइ भएर जानुहुन्छ होइन। एक दिन हाम्रो पार्टीले गुलाबमय यो मतदेखि होइन जित भएर यो देशमा हाम्रो पार्टी विप्लवले नेतृत्व गर्नुहुन्छ। यो देशमा विप्लवको आवश्यक छ भन्नुहुन्छ जनताले पनि मत माग्न जाँदाखेरि होइन। तपाईँहरूको पार्टी को आवश्यक छ। अब यो देश यदि बचाउने भनेको जनताले
विप्लवले र तपाईँहरूको पार्टीले मात्रै भनेर भनेको सुनिन्छ होइन। तपाईँको शीर्ष नेताहरू त न आमसभामा आउनु भएको छ, न केही भनिरहनु भएको छ होइन। हजुर कसरी जनताले तपाईँलाई चाहिँ विश्वास गर्ने? तपाईँको अरू भनेको त अब उहाँहरू होइन सब कुरामा एनसिएल होइन अब त्यो गर्नु हुँदैन भनेर हाम्रो पार्टीले भन्दा पनि उहाँहरूले जबरजस्ती तरिकाले गर्नुभयो होइन। अहिले भ्रष्टाचारको उसमा पनि पार्टीहरू अब ठाउँ ठाउँमै होइन मुसिरहनु पर्छ। उहाँहरूलाई नजर जनताको सामुन्ने देखाउन लाज भइरहेछ होइन। हाम्रो पार्टीमा अरू दल बलसहित तपाईँको जानुहुन्छ चुनावमा होइन। हामी एक्लै एक दुईजना गर्दा पनि जनता जहाँ पनि चुनावमा प्रचारमा हिँड्दा ती स्वागत गर्नुहुन्छ हामीलाई होइन। जनताहरूले अरू अरू पार्टीका सेक्युरिटी वरिपरि छन्, हामी दुई चारजना मत माग्दाखेरि गइरहेको छौँ भने तीदेखि पनि देखिन्छ नि त जनताहरूले चाहिँ होइन। कसलाई विश्वास गर्नुहुने रहेछ त अब होइन। कसको पक्षमा जनता रहेछ नि त, कुन पार्टीको होइन भन्ने तीदेखि नै बुझिन्छ। जस्तै तपाईँका प्रतिस्पर्धी भनौँ न, सुनसरी एकमा अर्का पनि व्यक्तित्व उम्मेदवार हुनुहुन्छ, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई। उहाँले त अन्य उम्मेदवारले त जित्ने चान्सै छैन, जमाना जगत गरिदिन्छु भन्नुहुन्छ, होइन तपाईँ जित्छु भनिरहनु भएको छ। होइन उहाँको त अब भरै उहाँसँग हाम्रो केही डिबेट छैन होइन। हाम्रो भिजन अनुसार देशलाई कुन बाटोमा लाने होइन, राष्ट्रियता र आत्मनिर्भर भन्ने र हाम्रो पार्टीको सिद्धान्त हो। अनि समाजवाद नेपालमा आवश्यक छ भनेर त्यो गोरेटोमा हिँडाउने नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव हुनुहुन्छ होइन। उहाँले कुनै पनि तपाईँको आफ्नो देश र जनताको हित विपरीत उहाँ होइन लडिरहनु भएको छ देश र जनताकै लागि होइन। उहाँ व्यक्तिगत हिसाबले सोच्ने हो भने अब उहाँ देश र जनताको हित व्यापार उहाँको सोचाइ छैन होइन। लिडरसिपमा उहाँलाई सब जनताले पनि र मुन पराएको ठाउँ ठाउँमा अवस्था छ। अवस्था जस्तै छ। तपाईँले कालो मसुको कुरा गर्नुभयो, जस्तै कतिजनाले त बिपीमा ठुलो भ्रष्टाचारी बस्ने ठाउँ हो भन्छन्, कतिले अखडा हो भन्छन् होइन। त्यहाँ चाहिँ तपाईँहरू किन कहिले पुग्नु भयो त? तपाईँको अब यो बिपीमा पनि अवस्था अब हाम्रो पार्टीले उठाउँदै आएको कालो मसु तपाईँहरूले दल्नु भएको हो पहिले भिसीलाई? होइन बिसीलाई होइन, तपाईँको लोकमान सिंह हजुरलाई चाहिँ काठमाडौँमा भ्रष्टाचारको उनमा अख्तियार प्रमुख। भोलि यहाँ भ्रष्टाचारी देख्यो भने कसलाई दल्ने आँट छ तपाईँमा? कसलाई कालो मुसो दल्ने आँट छ तपाईँसँग? त्यो अब पहिले दलिने थियो, अब भनेको हाम्रो पार्टीले होइन जनतादेखि बहुमत ल्याएर सर्वनमा गरिसकेपछि तपाईँको भ्रष्टाचारीलाई अब कालो मोसो दल्ने होइन, कानुनी कठघरामा ल्याउने हो। कालो मोसो चाहिँ दल्नुहुन्न? अब त्यो कालो मोसो अहिले अब चुनावी भागमा त्यो होइन, भोलि जितेपछि होइन, चुनावी माहौल जितेपछि तपाईँ मन्त्री भएपछि होइन, भोलि कसैले भ्रष्टाचार गर्यो भने जो कोहीलाई पनि कालो मोसो दल्न सक्नुहुन्छ भन्न खोजे? होइन, त्यो कालो मोसो दल्ने भनेको हाम्रो चुनावमा भाग नलिई सत्तामा नहुँदाखेरि विरुद्धमा उठ्दाखेरिको बेला थियो। अबको बेला भनेको होइन जनतादेखि गएर सरकारमा गइसकेपछि कानुनी कठघरामा यस्ता व्यक्तिहरूलाई भ्रष्टाचारीहरूलाई चाहिँ ल्याउने हाम्रो पार्टीको सिद्धान्त हुन्छ। कति व्यक्तिले तपाईँलाई अलि नचिनेको अलि नदेखेको व्यक्तिको रूपमा लिइरहनु भएको छ, तपाईँलाई चाहिँ किन मतदाताले मतदान गर्ने? तपाईँ कस्तो व्यक्तित्व हो जनतालाई बुझाइदिनुहोस् न। हाम्रो तपाईँको गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीमा माओवादी विप्लव होइन नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गर्नुभएको पार्टीको म त्यही पार्टीको आबद्ध भएको होइन एउटा सदस्य। म यो सुनसरी क्षेत्र नम्बर 1 को उम्मेदवारी दिइराख्दाखेरि म व्यक्तिगत हिसाबले पनि होइन कुनै यो क्षेत्रमा मात्रै होइन 77 जिल्लामै पनि कुनै मेरो अरू नेता जस्तो दाग लागेको छैन। त्यो कारणले जनताले होइन उनी रुचाउनुहुन्छ। जनताले रुचाउनुहुन्छ त्यही भएर? हजुर। तपाईँको उम्मेदवारी के को लागि हो? के विकास गर्न सक्नुहुन्छ तपाईँ? मेरो उम्मेदवारी होइन यो देश र जनतालाई म 52-53 वर्षको उमेर भयो होइन
बाँकी जिन्दगी देश र जनताको भलाइको लागि हजुर त्यसको लागि उम्मेदवार हो हजुर होइन। के गर्नुहुन्छ तपाईँको एजेन्डा के छ नीति के बनाउनुहुन्छ त धेरै व्यक्तिहरू यहाँ अहिले जेनजी आन्दोलनपछि देश छोडिरहेका छन् बेरोजगार छन् होइन त्यसको लागि तपाईँको के छ नीति हाम्रो नीति तपाईँको एउटा आफ्नै देशमा उद्योग खोलेर होइन हजुर हजुर विदेश युवाहरू पलायन भइरहेछन्। हजुर त्यो अहिले जेनजीको पनि एउटा त्यस्तै पहिलेका दलहरूले भ्रष्टाचार गरेर आफू बनिने देश र जनताको हित विपरीत काम गरेको कारणले होइन हजुर हजुर जेनजीको एउटा माहौल त्यो नभयो होइन। तर असली जेनजी तपाईँको सहिद भए होइन। असली जेनजी तपाईँको जेलमा छन् होइन। हजुर अब त्यो कसले युज गरेका छन् होइन। हजुर यसै अब उहाँहरूलाई भन्नु केही छैन। जनताले पनि बुझ्ने कुरो हो, बुझिसक्नुपर्छ होइन। हजुर हाम्रो पार्टीले अरू कसैलाई विरोध गर्नु छैन। हाम्रो पार्टीको भिजन भनेको यो देश र जनताको हितको लागि लड्दै आएको र भविष्यमा पनि देश र जनताको हित विपरीत काम हाम्रो पार्टीले गर्ने छैन। त्यो पार्टीको उम्मेदवार भएको सबले म पनि कहिले देश र जनताको हित विपरीत काम गर्नेवाला छैन। हजुर त्यही भएर तपाईँलाई हजुर जनताले मन पराउनुहुन्छ मन पराउनु मलाई मत दिनुहुन्छ भन्ने धरानबाट त पाउनु होला बडा क्षेत्र पनि त छ सुनसरी क्षेत्र नम्बर 1 मा पर्छ हजुर। त्यहाँको जनताले तपाईँलाई नचिनेका छन् नदेखेका छन् कसरी मतदान गर्ला नि त तपाईँको बडा क्षेत्र यो 27 वटा ओडामै होइन हजुर सबै हामी माहौल वर्षक अब हाम्रो 27 वटै सबै पुग्न सकेको छैन होइन। जहाँ जहाँ पुगेको छौँ अब कारणवश हामीलाई पार्टीको घोषणा पत्र पनि ढिलो भयो होइन। हजुर, हजुर। 6 गतेबाट हामी डुलिरहेको छौँ। जहाँ जहाँ हामी डुलेको छौँ त्यो ठाउँमा हजुर। हामीलाई त्यही जनताले हामीलाई नास्ता खुवाउनु भएको छ होइन। स्वागत गर्नुभएको छ। हजुर हाम्रो यो पार्टी हो भनेपछि तपाईँहरू निकै आस्था अब होइन। तपाईँहरूले नै यो देशको अब होइन नेतृत्व गर्नु सक्नुहुन्छ भनेर हाम्रो पार्टीलाई नै आश गर्नु भएको जनताले पाइएको छ। हजुर तपाईँले चुनाव जित्नु भयो भने 5 वर्षपछि सुनसरी क्षेत्र नम्बर 1 का जनताले के फरक महसुस गर्न सक्नेछ बुदागत रूपमा एकमा तपाईँको अब म राजनीति गर्ने नेता दुई प्रकारले मैले देख्छु। एउटा 7 पुस्तासम्म आफ्नो परिवारसम्म चोर्ने होइन अनि र देश र जनताको हित जेसुकै होस् एउटा सिटामोल खान नपाउने जनता तिनीहरूलाई नहेर्ने होइन। आफ्नो मात्रै परिवार हेर्ने होइन गरेका छन्। मेरो चाहिँ तपाईँको मेरो एउटा छोरा एउटा छोरी होइन। मलाई एउटा झुक्रो भए पुग्छ। मेरो बाँकी जिन्दगी हजुर जनताको सेवामा म डुब्नेछु र जनतादेखि त्यहाँ उठेको करको दुरुपयोग मदेखि हुनेवाला छैन होइन। जितेर गएको खण्डमा जनताको घर दैलोमा के कस्तो समस्या छ हजुर जनताको सेवामै समर्पित हुनेछु म। भोलि तपाईँ जनताको सुख दुःखमा देखिनु भएन भने तपाईँ राजीनामा दिनु तयार हुनुहुन्छ तयार छु म। तपाईँको अरूले भन्नुहुन्छ भ्रष्टाचार गरियो भने हामी नागरिकता त्यागेर विदेश चल्दिन्छौँ भन्नुहुन्छ होइन। म भन्छु नागरिकता त्यागेर मलाई मत हाल्ने जनताकामा अगाडि विदेश छैन कि म जनताका अगाडि म बलिदान मेरो आत्महत्या गरिदिन्छु यदि भ्रष्टाचार गरेर होइन। अरू जस्तो विदेश जाने अरे छातीमा हात राखेर भन्नु छातीमा हात राखेर तपाईँको अरूले जनताको अगाडि तपाईँ मर्दिनुहुन्छ भ्रष्टाचार प्रमाणित भयो नागरिकता जनताकै अगाडि फालेर होइन। भ्रष्टाचार कसैले होइन फलानाले मत हालेको थियौ यसरी भ्रष्टाचार गरेछ भनेको सुनिएछ भने होइन म नागरिकता ती त्यागेर जनताको अगाडि म जीवन अर्पण गर्न तयार छु। तपाईँ इनकेस चुनाव हार्नुभयो भने जनताकै सेवामा समर्पित हुनुहुन्छ कि तपाईँ कतै जानुहुन्छ म जनताकै सेवा समर्पित हुन्छु। हारे जिते होइन हजुर जनताकै समर्पणमा हुन्छु जनताकै साथमा। जस्तै 101 उम्मेदवारीहरू भएको ठाउँ धरान
हजुर होइन? जेनजीको राप्ता अझै सकिएको छैन। जेनजीको पार्टी भनेर त राष्ट्रिय स्वतन्त्र पार्टीलाई भनिरहेछन्। हजुर धेरै व्यक्तिहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वयं बालेन शाह पनि लागेको भएको हुनाले जेनजीहरू त्यता ढल्केको छन्। तपाईँले सोचे जस्तो मत नआउला कि जनतालाई के भन्न चाहनुहुन्छ? तपाईँको अब त्यो जेनजी ले त असली जेनजी राष्ट्रवादी जेनजीहरूले होइन अब हाम्रो पार्टीलाई स्वागत नै गर्नुभएको छ होइन हो? हो कहाँ गर्नुभयो? अब जहाँ जहाँ हामीले मत माग्दै हिँड्छौँ होइन हो। त्यहाँ त्यहाँ हामीलाई स्वागत गर्नुभएको छ। जेनजीले नै? हजुर जेनजीले पनि। के भन्नुहुन्छ त जेनजी? तपाईँहरूलाई पत्ताउनु भयो त? अनि तपाईँ त जेनजीले त युवा खोजिरहेछन्। तपाईँ त थोरै अलिकति उमेर अलिकति जेनजी पुस्ताभन्दा अलिक मास्तिर जेनजीको बाउसर देखिनुहुन्छ। जेनजीले पत्तायो त तपाईँलाई? होइन जेनजीले पनि यो हो तपाईँको भ्रष्टाचार नगरून् होइन राम्रो हुन्। एउटा जेनजीले पनि तपाईँको बुवाहरूलाई चाहिँ भएको उमेरकालाई चाहिँ फालिदिने त्यो भनेका होइनन् होइन यो चाहिँ उल्टो होइन भएर चाहिँ यो ल्याएको छ बजारमा एउटा हावा होइन हावा हो? हावा हो होइन अब जेनजीको पनि माग भ्रष्टाचार नगरून् होइन नेताले देश विकास गरून् चाहेको त्यो हो। त्यो गर्न सकेनन् पुराना अब दलहरूले होइन अब त्यो भएको कारणले चाहिँ अब जेनजीको आवाज चाहिँ त्यो हो। अब म तपाईँको 50-52को मान्छे होइन अझै तपाईँको 15-20 वर्ष अरूले 80 वर्षसम्म गरेका छन् भने होइन त्यति बुढो होइन होइन तपाईँको देश र जनताकै हितको लागि मेरो बाँचुन्जेल जिन्दगी चाहिँ देश र जनतालाई जनताको लागि लागिरहेको छ त्यसको लागि तपाईँको उम्मेदवारी उम्मेदवारी हो। त्यसो तपाईँको पार्टी वर्षौँदेखि संसदीय व्यवस्था विरुद्ध धेरै सङ्घर्ष गर्यो। विगतका चुनावलाई त खुलेर बहिष्कार गर्यो। कति भूमिगत भएर बस्यो। अहिले त्यही संसदीय चुनावमा सहभागी भएर उम्मेदवारी बन्छु भन्नुहुँदैछ। यो अलिकति विरोधाभास भएन? तपाईँको हाम्रो अब यो एउटा यो चुनावी माहौल पनि एउटा मोर्चा हो होइन यो संसदीय व्यवस्थाले यो देशको निकास लिँदैन भन्ने र नेपाल कम्युनिस्ट पार्टी माओवादीको ठम्याइ हो होइन यो बुझाइ हो र यो तपाईँको अहिले संसदीय व्यवस्थामा तपाईँको अब यस्तै मैले अघि भने नि तपाईँको चलखेल गर्ने होइन दिगो सरकार 5 वर्ष नहुने हाम्रो पार्टीको सिद्धान्त भनेको नेपालको संघीय समाजवाद कार्यकारी राष्ट्रपतिको व्यवस्था त्यो हुनुपर्छ भन्ने हो। अहिले हाम्रो एउटा मोर्चा चुनावमा भाग लिएर होइन भोलिको दिनमा तपाईँको हाम्रो अहिले संसदीय व्यवस्था नै मानेर यहाँ चुनावमा यही हुनुपर्छ यसैमा हृदय मुसिनुपर्छ र जनता र देशलाई जेसी होस् भनेर हाम्रो पार्टी मुछिएको होइन होइन एउटा मोर्चा बनाएर हामीले भोलिको दिनमा होइन यो कार्यकारी व्यवस्था राष्ट्रपतिको व्यवस्था प्रत्यक्ष जनताले चुनेको व्यवस्था हुनुपर्छ संविधान पुनर्लेखन गरेर होइन त्यो व्यवस्थामा लानुपर्छ भन्ने हाम्रो पार्टीको। तपाईँ कति सालदेखि विप्लव पार्टीको सङ्घर्षमा हुनुहुन्छ? के भर्खरै जोडिनु? तपाईँको पहिलेदेखि नै हो। तपाईँले युद्ध जनआन्दोलनमा पनि केही रोलहरू? जनयुद्धको बेलामा अब युद्धकै बेलामा चाहिँ लिन होइन युद्धको बेलामा पहाड घर मेरो भोजपुर हो होइन जनयुद्ध को त्यो बेलामा अहिले त्यो हेर्दा सहर बजारकोलाई त त्यति थाहा छैन होइन अब पहाडमा बस्नेहरूलाई थाहा छ जनयुद्धको बेलामा गणतन्त्र ल्याउन कति योगदान गरे जनताले होइन मृत्युको न गरेर गणतन्त्र आएको होइन अहिले यो गणतन्त्र ल्याइदिने एउटा होइन एउटाले रजाइ गरिरहेछ यो बुझाइ हो हाम्रो नेपाल कम्युनिस्ट पार्टी माओवादीको होइन अनि एउटा भनाइ छ नि काम गर्ने कालु मकै खाने भालु गणतन्त्रमा लडेर होइन कति शहीद भए कति होइन मृत्यु भए त्यतिखेर गणतन्त्रमा लडिदिने योद्धाहरू पहाड घर मेरो भोजपुर हो होइन मेरो घरमा कति जनमुक्ति सेनाहरू बस्नुभएको छ त्यतिखेर होइन त्यतिखेर लडिदिँदाखेरि कोदाका बाला खाएर माडेर
खोदाका बाला माडेर पानी खाएर नि लड्दैका हुन्। तर त्यस्तो स्थितिमा लडेका हाम्रो कमान्डरले अहिले गर्दा दुःख लागेर आउँछ। हेर्नु, त्यतिखेर हाम्रो कमान्डर प्रचण्डले राम्रो काम गरे गणतन्त्र त्यसमा राम्रो भनिएला होइन। तर उहाँले अहिले त्यतिखेर युद्धको बेलामा उहाँको भनाइ के थियो? भारतीय विस्तारवादी र साम्राज्यवादीहरूको विरुद्धमा सुरुङ युद्ध गर्न तयार हुनु जनता हो भन्नुहुन्थ्यो। त्यो युद्धको मैदानमा ओभर जनताहरू ओर्ले होइन। 64मा तपाईँको 120सम्म नि जनताहरूले मत दिए होइन। तर त्यो उहाँले गर्न सक्नु भएन। अन्तिममा एमसिसीसँगै लडेर आएको पार्टी एमसिसी यो राष्ट्रघात छ होइन, गर्नु हुँदैन भन्दै त्यही अमेरिकाको साम्राज्यवादको एउटा भिख मागेर देश नचल्ने जस्तो त्यसैमा उहाँ एमसिसी गर्नुभयो। अनि त्यो दुःख लाग्दो कुरो छ युद्धको नि होइन। तपाईँ सुरुमा फर्म सञ्चालन गर्नुभयो, व्यवसाय गर्नुभयो, एकाएक राजनीतिमा आउनुभयो। यो राज्यप्रतिको प्रतिष्ठा हो कि केही गर्छु भन्ने भाव हो कि तपाईँ चुनाव जित्न आउनुभएको कि सिक्न आउनुभएको कि अझै प्रश्न पारिदिनुहोस् न। होइन, तपाईँको यो जित्न पनि केही एउटा होइन, यो राष्ट्रको लागि यो क्षेत्रको लागि म पनि अब होइन लागेर केही गर्न सक्छु कि होइन भनेर जनताको सामु आएको। र हाम्रो पार्टीले पनि एउटा हाम्रो नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टी पनि इमान्दार होइन, अहिलेसम्म देश र जनताको लागि लडेको। अब यो धरानमा हाम्रो पार्टीका कमरेडहरूले पनि तपाईँ इमान्दार व्यक्तित्व हुनुहुन्छ, यहाँ धरान 1 नम्बर क्षेत्रको तपाईँहरूलाई हामी पर्छ, तपाईँ उठ्नुपर्छ भनेर मलाई तपाईँलाई चिन्नेले त तपाईँलाई इमान्दारी भने, तपाईँलाई नचिन्नेलाई चाहिँ तपाईँ म इमान्दारी हो भन्नको लागि त केही जानकारी गराउनु पर्यो नि त। तपाईँ कसरी इमान्दारी हो? इमान्दारी त तपाईँको नचिन्नेले पनि त मेरो तपाईँको होइन यो क्षेत्रमा मात्रै होइन 77 जिल्लामा पनि कहाँ कहाँ के काण्डमा यो मुछिएको छ त खोज्दा भयो नि त। अरूका त ठाउँ ठाउँमै कति भेटिएका छन्, यो भन्ने कुरो हुँदैन, भन्दिनँ म होइन। जनताले प्रष्टै थाहा पाउनु भएको छ होइन। म इमान्दार नै अब छु, बाँचुन्जेल अब 52-53को उमेरसम्म इमान्दार नै भइयो होइन। बाँचुन्जेल चाहिँ जति इमान्दार नै भनेर बाँचौँ भन्ने छ होइन। मैले राजनीति गरेको म 7 पुस्तालाई कमाउन, सम्पत्ति सोर्नलाई होइन, मलामी कमाउनलाई। मैले राम्रो काम गरेँ भने तपाईँको भोलिको दिनमा मलाई मत दिनेले, चिन्ने जान्नेले उहाँको बिहान भएछ दुःख भएछ भने आँसु आउलान् होइन। नराम्रो काम गरेँ भने त मलाई थुक्लान् नि। त्यो मैले सोचेको छु। अरूले त्यस्तै सोचिनु भएको, यो देश यस्तै हुन्छ त। हो, तपाईँ इमान्दारी हो, इमान्दारी नै जनताले खोजेका छन् होइन। तर तपाईँको एजेन्डा चाहिँ के हो त? के नीति निर्माण चाहिँ बनाएर चाहिँ सुनचरीवासीलाई चाहिँ तपाईँले सहजीकरण गर्नु, एजेन्डा चाहिँ के हो त तपाईँको? हाम्रो एजेन्डा कतिजनालाई रोजगार दिन सक्नुहुन्छ तपाईँ? हाम्रो प्रधानमन्त्री हुनुभयो भने, सांसद हुनुभयो भने? हाम्रो अब तपाईँको आफ्नालाई होइन भन्ने पार्टीको मेरो हुँदैन। जुन तपाईँको वर्गीय जुन होइन निम्न स्तरको हुनुहुन्छ वडामा उहाँहरूले पाउनुपर्छ होइन। यो आफ्नालाई र यो गर्ने भएकै कारणले भ्रष्टाचार र यो देश यस्तो अहिले होइन भइरहेको छ। अनि अब हाम्रो पार्टीले अथवा मैले जितेको खण्डमा अब जुन वडामा जुन वर्गको निम्न स्तरको हुनुहुन्छ उहाँहरूले रोजगारी पाउनुहुन्छ। त्यसको लागि गाउँघरमा जितेर गएको खण्डमा नि त्यसरी हामी र हाम्रो पार्टी र मेरो पनि त्यही सोचाइ हुनेछ। जस रोजगारी तपाईँ दिनुहुन्छ ढुक्क हुँदा हुन्छ। अब रोजगारी त अब तपाईँको हाम्रो त्यही छ नि होइन। आफ्नै देश र जनतामा उद्योग
कलखाना खोल्नुपर्छ, युवाहरूलाई विदेश पठाउनु हुँदैन, रोजगारीको व्यवस्था गर्नुपर्छ भन्ने हो। हाम्रो पार्टी हामीले जितेर गएर भ्रष्टाचार गर्दैनौँ न, रोजगारी नै खोल्ने हो। भ्रष्टाचार गरेन भने नेताले रोजगारी जनताले धेरै पाउनुहुन्छ। अहिले अब होइन नेताले भ्रष्टाचार गरेर भएको कारणले विदेशिनु परिरहेछ जनताहरू। ठिक छ, अब त्यतातिर भयो तपाईँ उम्मेदवार हुनुहुन्छ, अहिले उम्मेदवार भएको हिसाबले तपाईँले केही चुनावी खर्च गरिरहनु भएको छ। हामीले यो यहाँका सबै उम्मेदवारलाई नै सोधेका छौँ, तपाईँको आय स्रोत के हो र कसरी खर्च गरिरहनु भएको छ? तपाईँको तपाईँ व्यवसायी हो, जनतालाई त थाहा हुनु पर्यो नि त। हाम्रो त तपाईँको अरू जस्तो छैन, घोषणा पत्र होइन, यसो डुलो चिया नास्ता खायो होइन, एउटा गाडी लिएर यसो डुलेर अरू जस्तो अब होइन पैसा बाँड्दै हिँड्ने हाम्रो पार्टी परेन, म पनि व्यक्तिगतमा परिनँ होइन। आफू चिया नास्ता खायो, आफ्नो घोषणा पत्र बुझायो, हामी अब मत दिनुहोस् है हामीलाई होइन भन्दै त्यसरी डुलेको छौँ। हजुर। त्यसो अब विजयपुरको छोरा अब मन्त्री हुने भयो त? अब यसै अरू जस्तो चाहिँ अब म भन्दिनँ होइन। अब जनताले मत दिएर मलाई जिताउनु भयो भने अब प्रतिनिधि सभाको सदस्यको उम्मेदवार हो म सुनसरीको। म मन्त्रीमा लडेको होइन अहिले होइन। अरू जस्तो तपाईँको अब अरू चाहिँ सभासद, म चाहिँ प्रधानमन्त्री भनेर अरूको जस्तो भनेर त्यो म प्रधानमन्त्रीको यो चुनाव होइन होइन, प्रतिनिधि सभाको सदस्यको उम्मेदवार हो। प्रतिनिधि सभाको सदस्यले बहुमत पुर्याएर कसलाई मन्त्री पुर्याउने अब त्यो हुन्छ होइन। बहुमत कसको आउला त तपाईँको के छ आकलन? अब बहुमत त अब जनताले अब हामीलाई अहिले मत माग्दै जाँदाखेरि नेपाल कम्युनिस्ट पार्टी माओवादी को विप्लवको नेतृत्वकै हुन्छ जस्तो लाग्छ। अब विप्लव रुको पार्टीमा नेतृत्व गर्ने शीर्ष नेताहरू धरान आउनुहुन्न त? यहाँको जनतालाई त चिनाउनु पर्यो नि त, हामी यस्तो गर्छौँ भनेर आमसभा त गर्नु पर्यो नि त। तपाईँको हामीले उहाँलाई ल्याउने कोसिस गरिरहेको छौँ होइन, आउनुहुन्छ। कहिले आउनुहुन्छ? समय उहाँ मिलाएर 2-4 दिनमा। कतिसम्म उम्मेदवारी छ तपाईँहरूको पार्टीको? हाम्रो तपाईँको 130मा र 110 समानुपातिकमा। हो हजुर। यहाँ को हुन्छ समानुपातिकमा? यहाँ तपाईँको जसुदा लिम्बू हुनुहुन्छ। जसुदा लिम्बू हुनुहुन्छ? हजुर। जस महिलाहरूलाई पनि ठाउँ दिनुभएको रहेछ तपाईँहरूले, खुसी लाग्यो।